आज म जुन विषयवस्तुमा कुरा गर्न गइरहेको छु यो विषयवस्तु एकदमै गहिरो तर इम्पोर्टेन्ट विषयवस्तु हो। यो विषयवस्तुको बारेमा धेरै डिप अध्ययन गरिसकेपछि मात्र मैले यो भिडियो बनाउने निष्कर्ष गरेको हो। त्यसको पहिलो श्रृङ्खलाको रूपमा म आज यहाँलाई प्रस्तुत गर्दैछु। आजको यो क्योटिक दुनियाँमा जसको लागि हामी जन्मेका पनि थिएनौँ, यस्तो यो दुनियाँमा मान्छेलाई अनेक प्रकारको तनाव स्ट्रेसले जेलेको छ। मान्छेले पैसा कमाएको छ तर सम्पत्ति कमाउन सकेको छैन, त्यसैमा मान्छेलाई स्ट्रेस छ। मान्छेले सम्पत्ति कमाएको छ, रिलेसन मेन्टेन गर्न सकेको छैन, त्यसैमा मान्छेलाई स्ट्रेस छ। मान्छेसँग रिलेसन पनि छ, मान्छेसँग सम्पत्ति पनि छ, तर मान्छेसँग आफ्नो हेल्थ राम्रो छैन, त्यसैमा मान्छेलाई टेन्सन छ। त्यति मात्र होइन, मान्छेले एक किसिमको आफ्नो स्पिरिचुअलिटी मेन्टेन गर्न सकेको छैन। त्यो मेन्टेन गर्न नसकेको कारणले गर्दाखेरि धन हुँदाहुँदै पनि, सम्पत्ति हुँदाहुँदै पनि, फाइनेन्स हुँदाहुँदै पनि, रिलेसन हुँदाहुँदै पनि, हेल्थ हुँदाहुँदै पनि अर्को किसिमको तनाव मान्छेले झेल्नु परेको छ। यस्तो गहन विषयमा कारण के हो त भनेर खोज्दै जाँदा मैले एउटा निष्कर्ष निकालेको छु। त्यसैको बारेमा म यो 2-3 सिरियलमा यो भिडियोलाई कम्प्लिट गर्नेवाला छु। सबभन्दा पहिला हामीले यो स्ट्रेस बुझ्नुभन्दा पहिला हामी दुईटा सर्कलको बारेमा बुझ्न जरुरी छ। एउटा सर्कललाई भन्छौँ सर्कल अफ कन्ट्रोल, एउटा सर्कललाई भन्छौँ सर्कल अफ कन्ट्रोल। मतलब के कुरा हाम्रो कन्ट्रोलमा छ, हाम्रो नियन्त्रणमा के छ। हाम्रो बोली हाम्रो नियन्त्रणमा छ, हामीले अरूलाई गर्ने बिहेभ हाम्रो नियन्त्रणमा छ, हामीले लुगा कस्तो लगाउने त्यो हाम्रो नियन्त्रणमा छ, हामी कस्तो बुकहरू पढ्ने त्यो हाम्रो नियन्त्रणमा छ, कस्तो मान्छेसँग सङ्गत गर्ने त्यो हाम्रो नियन्त्रणमा छ, कस्तो मान्छेलाई आफ्नो टिममा ल्याउने त्यो हाम्रो नियन्त्रणमा छ। विभिन्न प्रकारको कुराहरू यो युनिभर्समा छ, सबै हाम्रो कन्ट्रोलमा त छैन, त्यसमध्येमा केही कुराहरू हाम्रो कन्ट्रोलमा डेफिनेटली छ। त्यस्तै यसलाई भन्छ सर्कल अफ कन्ट्रोल। अघि मैले भनेका कुराहरू यहाँ आउँछन्, त्यस्तै अरू पनि आउँछ विभिन्न प्रकारका कुराहरू जुन तपाईको कन्ट्रोलमा छ। अल दिस थिङ्स कम अन्डर दिस सर्कल अफ कन्ट्रोल। त्यस्तै अर्को एउटा सर्कल छ जसलाई हामी भन्छौँ सर्कल अफ नट कन्ट्रोल। हाम्रो कन्ट्रोलमै छैन, जतिसुकै गर्नुहोस्, टाउको फुटाल्नुहोस्, केही फरक पर्नेवाला छैन, त्यो चिज हाम्रो कन्ट्रोलमा छैन। जस्तै अरूले हामीलाई गर्ने बिहेभ, अरूले हामीप्रति कुरा काट्यो भने त्यो, बाहिरी वातावरण, बाहिरी दुनियाँ, गभर्मेन्ट पोलिसी, इन्टरनेसनल सिनारियो, यो हाम्रो कन्ट्रोलमा छैन। यही बुझ्नुपर्ने कुरा यही छ। यही हाम्रो एउटा कति कुराहरू के छ हाम्रो कन्ट्रोलमा छ, कति कुराहरू हाम्रो कन्ट्रोलमा छैन। तर हामी मान्छेको जात यस्तो जात र यति सेल्फिस जात हो नि, कन्ट्रोलमा भएको कुरालाई पनि कन्ट्रोल गर्न खोज्छौँ, कन्ट्रोलमा नभएको कुरालाई पनि कन्ट्रोलमा गर्न खोज्छौँ, कन्ट्रोलमा भएको कुरालाई पनि आफ्नो बसमा राख्न खोज्छौँ, कन्ट्रोलमा नभएको कुरालाई पनि हाम्रो बसमा राख्न खोज्छौँ। कन्ट्रोल भएको कुरामा पनि फोकस हुन्छौँ, कन्ट्रोल नभएको कुरामा त अझै धेरै फोकस हुन्छौँ। हुन्छ के, जब हामी आफ्नो कुनै पनि विषयवस्तु हाम्रो कन्ट्रोलमा छ, त्यसमा हामी फोकस भइयो, त्यसलाई हामी कन्ट्रोल गर्न सकियो, त्यसमा कन्ट्रोल गर्न खोज्यो भने हामीमा एक किसिमको पावर डेभलप हुन्छ, आनन्द आउँछ। मैले कन्ट्रोल गरेँ, म अनुसार चलाउन सकेँ, यो कन्ट्रोल अफ सर्कललाई तपाईँ कन्ट्रोल गर्नुहोस्, त्यसमा फोकस हुनुहोस्, तपाईँमा एक किसिमको पावर डेभलप हुन्छ। जब तपाईँ सर्कल अफ नट कन्ट्रोलमा तपाईँ फोकस हुनुहुन्छ भने त्यहाँ एक किसिमको प्रेसर फिल हुन्छ। अरे यार, मैले भन्दा पनि मानेन, मलाई यस्तो बिहेभ गरिरहेको छ। जुन चिज कन्ट्रोलमै छैन त्यो चिजमा गर्नु भने प्रेसर त्यहाँ के हुन्छ, प्रेसर फिल हुन्छ। यही प्रेसरबाट एक किसिमको के सुरु हुन्छ भन्दाखेरि तनाव सुरु हुने, स्ट्रेस सुरु हुने, त्यहीबाट सुरु हुन्छ। मेन कारण सुरु हुने स्ट्रेस कहाँबाट सुरु हुन्छ, जुन चिज तपाईँ र मेरो कन्ट्रोलमा छैन त्यसमा म फोकस भएँ भने, त्यसलाई मैले कन्ट्रोल गर्न खोजेँ भने प्रेसर सुरु हुन्छ। बिकज अफ दिस प्रेसर स्ट्रेस स्टार्ट्स। विभिन्न प्रकारको स्ट्रेस होला, त्यसबारेमा पनि म एकदम गहन तरिकाले स्टडी गरेर बनाएको हुनाले यो अलिकति लामो सिरियलमा जानेवाला छ। स्ट्रेस सुरु हुन्छ। त्यसैले म के भन्न चाहन्छु, जुन कुरामा कन्ट्रोल छ ठिक छ, तपाईँ आफै लिनुहोस्, जुन कुरामा कन्ट्रोल छैन त्यसमा फोकस नहुनुहोस्। साधारण मान्छेले भन्ने यही हो। तर अब हामी अलिकति विश्लेषणात्मक तरिकाले भन्यौँ भने हेर्नुपर्ने कुरा के हो, यो सर्कल अफ नट कन्ट्रोलमा परेको कुराहरूमा भयो भने हामीलाई प्रेसर हुँदो रहेछ। अब यो सर्कल अफ नट कन्ट्रोलको कुराहरूलाई हामीले कस्तो रेस्पोन्स दियौँ भने त्यसको इम्प्याक्ट मिनिमाइज गर्न सकिन्छ र जसले गर्दा स्ट्रेस के हुन्छ,
यो अब स्ट्रेस घटेर जान्छ भनौँ, स्ट्रेस एकदम कन्ट्रोलेबल स्ट्रेस हुन्छ अथवा यो स्ट्रेसबाट हामी मुक्त हुन सकिन्छ। त्यसकारणले यो क्ल्यारिटीको लागि अब हामी के भन्छौँ भने यहाँबाट यसमा अरूले व्यक्त गरेको कुराहरूलाई कस्तो रूपमा लिने अब त्यसबारेमा अब हामी डिस्कसन गरौँ।